नमस्ते सबैजनालाई। म हजुरहरूलाई केही भन्न आइरहेको छु। हजुरहरूले त हेर्नुभयो होला त्यो बिबिसीको त्यो 23 र 24मा के भएको थियो, कसरी हत्या भयो, के भयो होइन, कति विद्यार्थीहरू मारिए, कति आमाको काख रित्तियो, कसले, कसको घमण्डले, कसले दमन गरेकोले भन्ने तपाईहरुलाई के लाग्छ? त्यत्रा मान्छे, त्यत्रो पढे लेखेका सबै विद्वान मान्छेहरू त्यो 23 दिन त्यसै गएको थियो होला नि? त्यसै त पक्कै गएको थिएनन् होला। उनीहरूको पनि मनमा थियो होला, म देशमै बस्छु, देशमै केही गर्छु, देशले मलाई बस्न सक्ने वातावरण गरिदियोस्, एटलिस्ट म बाहिर जानु नपरोस्, मसित भएको जति पनि ज्ञान छ म यही देशको लागि दिन सकौँ, म यहीँ बाँच्न सकौँ, फ्यामिलीबाट बाहिर जान नपरोस् भनेर गएका थिए सबै। त्यहाँ कसैको योजना थिएन कि कोही गएर यस्तो गर्छु त्यस्तो गर्छु, संसद भवनभित्र छिर्छु, त्यहाँ गएर त्यो नराम्रो काम गर्छु त्यस्तो भन्ने कोही मान्छे मनमा राखेर गएको थिएन। त्यहाँ जति मान्छे गएका थिए आफ्नै स्वस्फूर्त भित्री मनबाट अब हामीले केही गर्नुपर्छ, देशमा भ्रष्टाचार एकदमै फैलियो, अब हामीले यसलाई केही हदसम्म रोक्नुपर्छ, अब पनि रोकिएन भने यो अझै धेरै माथि जान्छ र नेपाल उठ्न धेरै टाइम लाग्छ। त्यही भएर त्यहाँ गएका जति पनि मान्छेहरू थिए सबै स्वस्फूर्त रूपले आफ्नै भित्री मनबाट गएका थिए। भन्नेले के भने के भन्छन् हैन, त्यसको पछि नलाग्नु होला, किनकि चुनाव आइरहेको छ। चुनावमा हजुरको एक मतले पनि धेरै इफेक्ट पार्छ। हजुरहरूलाई भ्रम पारेका हुन्छन्, यसले यस्तो गर्यो, त्यसले त्यस्तो गर्यो, यो गर्यो त्यस्तो गर्यो। हामीले 35 वर्ष देखाउन त हेर्दै आएको नि उनीहरूलाई, होइन र? आजबाट होइन, 35 वर्ष। मेरो बुबाले, म जब थाहा पाउँछु मेरो बुबाले भोट पनि उहाँहरूलाई नै दिनुभएको थियो र 2079 को चुनाव हुँदा पनि मेरो बुबाको भोट त्यही पार्टीलाई थियो क्या। र मेरै बुबाको भोटको कारणले म विदेशी भएर म अहिले बाहिर छु होइन। अब कहिलेसम्म त नि यस्तो, अब यस्तो नहोस्, यसलाई रोकौँ भनेर मान्छेहरू र हाम्रो साथीहरू, दाजुभाइ तथा दिदीबहिनीहरू 23-24 को आन्दोलन गर्नुभयो। त्यहाँ कसैले भनेर ल जानुपर्छ, यो गर्नुपर्छ भनेर कोही गएका थिएनन्। त्यहाँ सबै आफै आफ्नो स्फूर्त भित्री मनबाट गएका थिए। तर सरकारले त्यो प्रति यति दमन गर्यो। अझ म भन्न त के भनौँ, म कसैप्रति त्यो उस छैन होइन, यसले राम्रो गर्यो। जब त्यतिखेरको प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँको मैले धेरै भाषणहरू सुन्छु, धेरै लेखहरू हेर्छु। उहाँ कुनै पनि हालतमा त्यसको जिम्मेवारी लिन खोज्नु नै हुन्न कि। त्यो त होइन नि त, उहाँ हुनुहुन्थ्यो नि त त्यति बेला। अझ भन्नुहुन्छ प्रधानमन्त्रीले गोली हान्ने आदेश दिन्छ। ए ल मान्यौँ हामीले, तपाईँले गोली हान्ने आदेश दिनुभएको होइन, तपाईँले रोक्न त सक्नुहुन्थ्यो नि। तपाईँ देशको लिडर हो, तपाईँले त्यत्रो बच्चाहरू मर्दा तपाईँ के हेरेर बस्नु भएको थियो? मैले माने तपाईँले गोली हान्ने आदेश दिनुभएको थिएन, तपाईँले एटलिस्ट रोक्न त सक्नुहुन्थ्यो नि त। ल यस्तो नगर, उनीहरू हाम्रै नागरिक हुन्, हाम्रै बालबच्चा हुन्, कसैको जीवनसित खेलवाड गर्नु हुँदैन भनेर। तर तपाईँले त्यो पनि गर्नु भएन, किनकि तपाईँभित्र पनि त्यो अहङ्कारिता छ र एक दिन नेपाली जनताले झार्नेछ नि त्यो। र त्यति बेला तपाईँले गुहार मान्ने पनि ठाउँ पाउनुहुन्न कि। तपाईँका जति पनि अहिले छन् नि झोलीहरू, तपाईँले त्यो बेला उनीहरूले पनि साथ दिन सक्दैनन् कि। होला अहिले उनीहरू अब रक्सी बियरमा अब मासु भातमा बिगिरहेका होलान्। एक बेला यस्तो पनि आउँछ, उसका पनि छोराछोरीले आफ्नो बाउलाई प्रश्न उठाउँछ कि होइन। पहिलाको जस्तो जमाना छैन, मान्छे धेरै विद्वान छन्। हाम्रो बुवाहरूले आवाज उठाउन सक्नुहुन्थेन, तपाईँहरूले जे भनिदिनुहुन्थ्यो हुन्छ नमस्ते गर्ने, त्यसैको पछि लाग्ने। तर म त पछि लाग्दिनँ, किनकि मैले देखेको छु के भइरहेछ, समाज कतातिर जाँदैछ, के भइरहेछ मैले देखेको छु होइन।
त्यही भएर म चाहिँ त्यो बाटोतिर म हिँड्न सक्दिनँ। त्यही भएर म हजुरहरूलाई के भन्न चाहन्छु भने सम्पूर्णहरूलाई, तपाईँको त्यो अमूल्य मत दिनु अघि कृपया एकचोटि सोच्नु होला। तपाईँ अब मासु भाते हो, झोले हो भने त मेरो केही भन्नु छैन होइन, किनकि तपाईँहरू त यस्तो पार्टीको कार्यकर्ता हो कि त्यत्रो बच्चा मर्दाखेरि पनि तपाईँहरूलाई केही टेन्सन छैन होइन। मैले एउटा पोस्ट देखिरहेको थिएँ हाम्रो घरतिर है, हाम्रो यहाँ जाँदा हाम्रो गाडी चाहिँ तोडफोड भयो अरे। त्यत्रो बच्चाहरू तोडफोड हुँदा तपाईँहरूले के विज्ञप्ति निकाल्नु भयो? त्यत्रो तपाईँको ठाउँमा तपाईँहरूकै मान्छे थिए त ठाउँमा, तपाईँले के गर्नुभयो? जब एउटा गाडी तोडफोड हुँदा चुनावको आचार संहिता भएन अरे, के भएन अरे, यस्तो उस्तो, त्यस्तो विज्ञप्ति ती बच्चाहरू मर्दा तपाईँको बाले तागी गोली हानेर मार्दाखेरि पनि निस्किनु पर्ने हो नि होइन र? त्यत्रो पुलिस समेत र त तपाईँहरूकै हातमा थियो। अनि मैले उहाँ त्यति बेलाको तत्कालीन आइजिपीको इन्टरभ्यू पनि हेरेको थिएँ। उहाँले भन्नुभयो कि मैले कुनै आदेश दिएको थिएन, हिजो बिबिसीले निकालेको त्यो डकुमेन्ट्रीमा हेरेँ कि आदेश उहाँबाटै आएको थियो। यदि अहिले त तपाईँहरूको बालबच्चा सानै छन् होला, केही बुझ्दैनन्, 2-4 वर्षपछि होइन हेर्दै जानु, तपाईँलाई आफ्नै छोराछोरीले मेरो बा भनेर गर्व गर्नु सक्दैनन् कि तपाईँको कामदेखि। तपाईँहरूले त्यस्तो गर्दै जानुभएको छ। त्यो भिडमा हजुरको बच्चालाई गोली लागेको र हजुरको बच्चा मरेको भए तपाईँ अझै पनि त्यही पार्टीहरू ठिक छन्, यो ठिक छ, त्यो ठिक छ भन्दै हिँड्नुहुन्थ्यो र? हुन त हजुर त झोलीहरू हो, तपाईँलाई त केही फरक पर्दैन होला होइन। बिचरा अब एउटा मात्रै छोरा छ होइन, बाआमाले कति दुःख गरेर हुर्का छ, एउटा मात्रै छोरी छ, बाआमाले कति दुःख गरेर हुर्का छ होइन। ऊ भनेको त आफ्नो बाआमाको लागि त आफ्नो सन्तान भनेको त सर्वस्व हो नि त। तपाईँहरू पो होला अब पैसाको पछि लाउनु भयो होला, मासु भात होला, के होला, त्यसको पछि लाउनु भयो होला। ठिक छ, तपाईँको लाइफ त्यसरी नै चलोस्, कति दिन चल्छ हामी पनि हेरौँला नि त। तर हामी त त्यो अनुरूपको मान्छे होइन नि त। हाम्रो त देश बढ्नु पऱ्यो, हामी देशमै बस्नु पऱ्यो, हाम्रो बाबाआमासित छुट्टिएर बस्नु नपरोस्, जे जस्तो हुन्छ देशमै गरेर बस्न सकौँ, हामीसित जे क्षमता छ त्यो देशमै लगाउन सकौँ, हामी त्यो खालको मान्छे हो कि। हजुर के भन्नु, देशको अवस्था यस्तो हुँदाहुँदै पनि अझ म पहिला त्यस्तो राजनीतिमा रुचि राख्ने मान्छे होइन। जब यो 23-24को आन्दोलन भयो, जब यो चुनाव हुँदैछ, चुनाव के कारणले भएको त नि? त्यो जेन्जी आन्दोलनको कारणले होइन? त्यहाँभन्दा पहिला त तपाईँहरूलाई नै जिताएर पठाएको होइन र? इभन हामीले भोट हालेको, अरूलाई किन भन्छु, मैले भोट हालेको तपाईँहरूलाई। तपाईँहरूले मेरो लागि के गर्नुभयो? मेरो ठाउँमा केही गर्नुभयो? छैन। देशको लागि केही गर्नुभयो? छैन। तपाईँलाई थाहा छ कतिजना आजभोलि बाहिर हिँडिरहेका छन्? देशमा उनीहरूको केही भविष्य नै देख्दैनन्, भविष्य नै छैन देशमा, त किन बस्नु? युवाको मनमा परिसक्यो म देशमा बसेर कामै छैन। 35 वर्ष भइसक्यो, तपाईँहरूले अझै बनाउँछु, म यो बनाउँछु, त कहिलेसम्म भन्नुहोस् न? 1 वर्ष, 2 वर्ष, 3 वर्ष, 5 वर्ष, त कहिलेसम्म? तपाईँहरूले सत्ताको लागि राजनीति छोडेर जनताको लागि राजनीति कहिले गर्नुहुन्छ? म त देख्दिनँ। 35 वर्ष भइसक्यो। आज हाम्रो पुराना ठुला दलको पार्टीहरूको म कार्यक्रम हेर्छु कि म पहिला त्यति यो राजनीतिमा रुचि राख्ने मान्छे होइन। आजभोलि म एकदम हेर्छु, सायद म यो विषयमा अझै आलो काँचो नै हुम्ला, मलाई केही थाहा नहोला, तर मलाई जति थाहा छ नि, नेपालमा ठुला भनिएको दल काङ्ग्रेस, एमाले, माओवादी। अहिले त माओवादी छैन होइन। तपाईँहरूले गर्नु के? सबै नराम्रो काम भएको छैन, सबै नराम्रो काम भएको छन् म भन्न सक्दिनँ, राम्रा पनि भएको छन्, तर राम्रोको तुलनामा नराम्रो धेरै भएको छ। तर एमालेको मान्छेहरूले त यतिसम्म भन्न सक्नुभयो कि 23भन्दा 24 पहिला आएको काङ्ग्रेसको सभापति नयाँ 2.0 गगन थापाले के भन्नुभयो भन्दा, हाम्रो एकजना पत्रकारले सोध्नुभयो उहाँले, देउवाको घरमा जलेको पैसा के भन्न चाहनुहुन्छ भन्दा उहाँको एन्सर छैन कि
होइन तपाईँ कहाँ सुध्रिएर आउनुभयो? तपाईँको काङ्ग्रेस पार्टी कहाँ सुध्रियो? तपाईँ देशका लागि राजनीति गर्नुहुन्छ कि आफ्नो लागि, कि आफ्नो भरौटेको लागि, कि आफ्ना झोलीहरूको लागि? इभन मेरै ठाउँमा पनि होइन, अहिलेसम्म मेरो गाउँबाट स्ट्रेचरमा बिरामी लानु पऱ्यो भने स्ट्रेचरमा बोकेर लिएर जाने हो। तर म सहरको यति नजिक छु कि मेरो ठाउँबाट म 10 मिनटमा म बाइकमा म बजार पुग्छु क्या, होइन? तर मेरो गाउँमा केही भइहाल्यो भने अझै पनि म बाहिर छु, मेरो साथीहरू, मेरो दाजुभाइहरूले स्ट्रेचरमा बोकेर लिएर जानुहुन्छ क्या। म त्यो अवस्थामा म अझै पनि छु। अझै पनि मेरो ठाउँमा यस्तो झोले नेता हुनुहुन्छ, झोले हुनुहुन्छ क्या, झोले नै हुनुहुन्छ उहाँहरू। अझै पनि उहाँहरूको आँखा रसाउँदैन कि, किनकि भन्दा उहाँको छोरछोरी त्यहाँ पढे छैन, उहाँको आफन्ती त्यहाँ पढे छैन। उहाँलाई त के मतलब छ र? टन्न भ्रष्टाचार गर्यो, यताउति गर्यो, जनताको अघि पछि हिँड्यो, पैसा कमायो, राख्नु भएको छ। उहाँलाई त टेन्सनै छैन अरू बचोस् कि मरोस्, आफ्नै मान्छे सत्तामा होस्, अझै धेरै लुट्न पाऊँ, अझै भ्रष्टाचार हुन पाऊँ, गर्न पाऊँ, त्यति छ क्या। योबाट मुक्ति हुनु होला। भोलि तपाईँको छोरा नातिले तपाईँको नामसम्म होइन लिन मन पराउँदैनन् कि, तपाईँ त्यस्तोसम्म तपाईँको किया धर्म छ नि, तपाईँले जो गर्नुभएको छ त्यस्तोसम्म गर्नुभएको छ कि तपाईँहरूले। तर सोच्ने बेला आएको छ। तर अहिले मत दिनु अघि एकचोटि सोच्नु होला होइन, पहिलाको सरकारको के कुरा गर्नु। यस्तो सरकार हो कि जहाँ नागरिकको कुरा भन्दा पनि उहाँको अहमताले देशलाई यति क्षति पुर्यायो, यति बालबालिका मरे, र उहाँले योसम्म भन्नुहुन्न कि त्यो बेलाको म थिएँ, ल एटलिस्ट मैले ल सरी भन्नुपर्छ होइन, मैले सरी भन्नुपर्छ, गल्ती मेरो पनि छ त्यहाँ, किनकि मैले सायद मेरै कारणले नभए पनि देशको कारणले तपाईँहरू आएर यस्तो गरे भए पनि म त्यति बेलाको अभिभावक म थिएँ, म त्यो कारणले गर्दा चाहिँ मैले सरी भन्छु। त्योसम्म भन्न सक्नु भएको छैन क्या उहाँले। उहाँलाई अझै त्यही कुर्सी चाहिएको छ, अझै राजनीतिमा जानु परेको छ, अझै आफ्नो झोलीहरू पाल्नु परेको छ, अझै राजनीतिमा बसेर अझै पनि के कहिलेसम्म? अब जनताले तपाईँलाई के आधारमा मत दिने? नयाँ आएको पार्टीहरूलाई विदेशी दलाल यो त्यो, तपाईँहरू हो नि विदेशी दलाल त होइन र? तपाईँहरूले राम्रो गरिदिएको भए अहिले नयाँ पार्टीहरू किन आउनु पर्थ्यो? 35 वर्षसम्म त तपाईँले के गर्नुभयो? त्यो पार्टीमा सबै नराम्रो मान्छे छन् म भन्न सक्दिनँ है, 1-2 जना मान्छे राम्रा पनि छन्, तर माथिको टाउके नै नराम्रो भएपछि तल उसको अन्डरमा गर्ने बस्ने मान्छेलाई त गाह्रो हुन्छ नि त, उसले के गर्न सक्दैन। एटलिस्ट तपाईँ हट्दिनु न। देश बन्छ भने त देशको अगाडि तपाईँ किन बाधक बनेर बस्नुहुन्छ होइन र? यदि तपाईँले त्यो ठाउँबाट हट्दिँदा देश राम्रो बन्छ भने तपाईँ हट्दिनुहोस्। त्यो अहमता के को लागि? बिचरा ती हेर्नुहोस् त, ती भाइ बहिनीहरू, हाम्रो दाजुभाइहरू गोली हानेर गिदी हातमा लिएर त्यो सडकमा त्यस्तरी राजनीति गर्नुहुन्छ। त्यस्तो खोरको राजनीति होइन र त। यदि तपाईँहरूको काम राम्रो भएको भए त्यत्रा मान्छे निस्किन्थे। म बाहिर छु होइन, म अहिले नेपालमा छैन सायद। म यदि त्यहाँ हुन्थ्यो भने म पनि त प्रोटेस्टमा जान्थेँ कि, किनकि मलाई त म देशमै बस्नु छ, देशमै केही गर्नु छ। मैले देखेको छु नि त, म नेपालमा केही गर्नु नसकेर नेपालमा जब गरेर नेपालमा केही गर्छु भनेर केही गर्न नसकेर म यहाँ आएको कि, नत्र मेरो बुढाआमालाई घरमा छोडेर म बाहिर आउने थिइनँ। त्यो मेरो मन होइन। कुनै पनि नेपाली दाजुभाइको त्यस्तो मन छैन। यो चाहिँ म एकदमै भित्रैबाट भन्न सक्छु। तपाईँहरू झोलीहरू त भन्नु होला होइन, तपाईँको छोरछोरीहरू त अब भ्रष्टाचार गरेर अमेरिका पठाउनु भएको छ होला, अस्ट्रेलिया पठाउनु भएको छ होला, युके पठाउनु भएको छ होला, जर्मनी पठाउनु भएको छ होला, ठुला ठुला देश पठाउनु भएको छ होला। तर यो सोध्नु कि तपाईँहरू जस्तो अभागी कोही पनि छैन क्या। 10को छोरछोरीहरू होइन ठुलो देश जानुभएको छ,